तर हल्का चिसो चाहिँ भइरहेको छ हेर्नु चाहिँ होइन तर अहिले चाहिँ नर्मली अहिलेको टेम्परेचरहरू चाहिँ ठ्याक्कै -1 रहेछ क्या अरू स्नो हेरेको मैले चाहिँ होइन ठ्याक्कै -1 छ त्यो कारण हल्का चिसो भएर चाहिँ हल्का तातो लुगा लगाएर आएको क्या लास्टै हावा छ यस्तो चिसो भयो कि यस्तो चिसो हातहरू पनि कस्तो ठिरिसक्यो एकैछिन हेर्नु न रातो भइसक्यो हात पनि यार एकैछिनमा हुन्छ नि त होइन रातो भइसक्यो त्यो भरुनीहरू ढङ्गला जम्मा होइन ओहो त बवाल हिउँ परिरहेको छ मेरो बडी मर्निङ ड्युटी जानु छ भने चाहिँ पुरा 10 बजीसम्म निन्द्रै खोल्दैन क्या अब हुन्छ नि 10 बजीसम्म सुत्नु पाइ हुन्थ्यो जस्तो लाग्ने हुँदैन जुन दिन छुट्टी हुन्छ नि होइन छुट्टी भएको दिन चाहिँ फेरि कस्तो बिहान 8 बजी निन्द्रा खोलिदिन्छ क्या त्यो चाहिँ कम 100% हो क्या 1 2 3 सी न द्याट बोल्नु हुने हो कसम यार यो चाहिँ हाम्रो टक्कबाट पनि ठक्क आइपुग्यो रुम पनि होइन टक्क साइड टच गर्ने ढोका खोलिन्छ अनि ढोका तान्ने हेर्ने हेलो सो यहाँ साथसाथै दर्शन नमस्ते के छ मेरो नेपालीहरू सन्चै छ मैले सन्चै छु आराम छु असँग बाँचेर छ नि त अनि के गरिदियो भने चाहिँ गर्नु च्यानललाई सब्सक्राइब गर्नु भिडियोलाई लाइक सेयर कमेन्ट गर्न नबिर्सनु भन्दै फेरि पनि लिएर आइसक्यो अर्को नयाँ भिडियो यो चाहिँ आफ्नो चाहिँ नेपाल जाबाट हाल्छ रुम भने यहाँ आजको मौसम चाहिँ बिहान बाहिर घामको साथसाथै हिउँ पनि देख्न पाइरहेको छौँ हामीले ओहो माखसम राति चाहिँ हल्का फुल्का हिउँ परेको रहेछ क्या सो त्यस कारणले गर्दा चाहिँ किनकि हिजो अस्ति कन्टिन्यू पानी पऱ्यो नि त हिजो अस्ति चाहिँ बिहानदेखि बेलासम्म केही हुन्छ नि त त्यस्तो ठुलो पानी त परेको होइन तर जस्ट बिहानदेखि बेलासम्म सिम पानी परेको थियो क्या सो त्यो कारण चाहिँ राति हल्का हिउँ परेको थियो एकदिन भए पनि होइन अनि त्यस्तो ठुलो त हिउँ पऱ्यो होइन जस्ट 1-2 घन्टा पऱ्यो होला अनि त्यो भएको कारण चाहिँ हल्का हिउँहरू देख्न पाइराख्नु भएको छ हजुरहरूले पनि सो तर घाम पनि क्या लागिरहेको क्या ओहो तर हल्का चिसो चाहिँ भइरहेको छ हेर्नु चाहिँ होइन तर अहिले चाहिँ नर्मली अहिलेको टेम्परेचरहरू चाहिँ ठ्याक्कै -1 रहेछ क्या अरू स्नो हेरेको मैले चाहिँ होइन ठ्याक्कै -1 छ त्यो कारण हल्का चिसो भएर चाहिँ हल्का तातो लुगा लगाएर आएको क्या किनकि फेरि बाहिर लास्टै चिसो भयो भने बेला अनि हुन्छ नि त एउटा अब चिसो खानु हुँदा बरु तातो लुगा लगाएर आउनु भन्नु भएर चाहिँ तातो लुगा लगाएर आएको छु तर लास्टै घाम भइरहेछ माखसम्म कस्तो आँखै कस्तो हो क्या उठ्नेदेखि आएको नि त रुममा नै अन्धार थियो अनि अब टक्क बाहिर निस्किँदै यसो हेरेर त होममा हात ल क्या अनि फेरि त्यो गाडीहरूको धुन पुरै अल्केर माखसम्म कस्तो हेरेछ लास्ट गाडीहरू लास्ट कुदिरहेको रहेछ माखसम्म बिहान यार किनकि अहिले तपाईँ सबैजना हो भन्नु त ड्युटी जाने टाइम अफिस टाइम भन्छ ठ्याक्कै अहिले भनेको 9 बजी आयो भर्खर होइन 9:30 बजीको ड्युटी हो नि त आज चाहिँ त्यो भएको कारण चाहिँ ठ्याक्कै यो टाइममा चाहिँ म्याक्सिमम् पिपलहरू जानु नि त अफिस जाने काम जाने प्रायः भइरहेको हुन्छ त्यो भएको कारण चाहिँ गाडीहरू लास्टै हेर्नु न कुदिरहेछ वहाँदेखि यहाँसम्म जाम लागिरहेछ गाडीहरू वा आम्मामा लास्टै हुन्छ आज के हो आज ट्युसडे होइन अब त्यस्तै हो क्या ओहो हावा चल्यो फेरि यार गाह्रो छ निन्द्रै उठेर ड्युटी गर्नु छ अब अनि यहाँ अनि बिहान उठ्नेदेखि घाम पनि देखिन्छ होइन अब चाहिँ कस्तो हुन्छ दिन पनि लाउनु थाल्यो क्या अहिलेसम्म चाहिँ यति छ समथिङ अन्धार टाइपको हुन्छ होइन 8 बजी हुन्छ 9 बजी होइन 8 बजी अलिक अन्धार हुन्छ भने चाहिँ अहिले चाहिँ 8 बजी नै घाम चाहिँ मजाले झुलिसकेको हुँदो रहेछ क्या लगभग अलिक पछि त सबैको भने चाहिँ 6 बजी घाम झुल्नु थाल्छ नि 6 बजी घाम झुल्क्यो भने बिहान 6 बजी घाम निस्क्यो भने चाहिँ बेलुका ठ्याक्कै तपाईँको 8-9 बजी घाम डुब्ने हुन्छ क्या त्यति बेला चाहिँ दिन हल्का गर्मी हुन्छ होइन अनि भनौँ न अब ठ्याक्कै ड्युटीबाट आउँदा पनि टक्क घाम बाहिर लागिरहेको देख्नु पाइन्छ क्या 8 बजी 9 बजी आउँदा पनि क्या त्यति बेला चाहिँ ठ्याक्कै 10 बजी अन्धार हुने हो क्या त्यति बेलाको दिन चाहिँ अर्कै हुन्छ फेरि हो बिहान जाँदा पनि उज्यालो बिहान बेलुका आउँदा पनि उज्यालो होइन 10 बजी सुत्दा पनि उज्यालै हुन्छ कहिले काहीँ त हिजो त म कति 10:30 बजीसम्म सुतिसकेको थिएँ नि त त्यति बेलासम्म चाहिँ उज्यालो हुन्छ क्या उज्यालो सुत्नु पर्ने हुन्छ कहिले काहीँ त अब बिस्तारै त गाह्रो छ लास्टै हावा छ यस्तो चिसो भयो कि यस्तो चिसो हातहरू पनि कस्तो ठिरिसक्यो एकैछिन हेर्नु न रातो भइसक्यो हात पनि यार एकैछिनमा हुन्छ नि त होइन रातो भइसक्यो त्यो भरुनीहरू ढङ्गला जम्मा होइन ओहो त बवाल हिउँ परिरहेको छ गाडी ठ्याक्कै अब पानी पऱ्यो नि त अब हिजो अस्ति पानी परेर हेर्नु भर्खर मुन्टा नै आउनु थालेछ ओहो अब हरियाली हुन्छ बिस्तारै अब समथिङ 2 महिनाभित्र पुरै समथिङ हरियाली हुन्छ होला रुखहरूमा त अलिक आउनु टाइम लाग्छ होला तर यस्तो हुन्छ नि एकदमैहरू चाहिँ बिस्तारै हरियाउनु थाल्छ क्या त्यहाँ त खतरा हिउँ परेको थियो कि अब 2-3 घन्टा हिउँ पर्छ भनिरहेको थियो भन्नु चाहिँ वेदरमा चाहिँ राम्रो हिउँ परेको छ तर फेरि पानीले पगाल्यो होला क्या फेरि बिहानतिर पानी परिरहेको थियो त्यो पानी चाहिँ पगाल्यो होला सायद अलिअलि चाहिँ तर ओहो चिसो हावा चलिरहेको छ माखसम
अर्को पातलो ज्याकेट लगाएर आएको त मार्ने रहेछ तर कस्तो काम टर्किएको हेर्नु त अगाडि गाडीहरूमा सिसाहरूमा के कस्तो टर्केको काम क्या आँखामा सिधै आँखा पनि कमजोर भइसक्यो यार दिन हुन्छ नि त घाम देख्न पाइँदैन पाएको छैन अनि अब रुममा आयो अब राति 11 10 11 कहिले 12 बजी मोबाइल हिँड्छ नि त अनि त्यो मोबाइलले के काम हुँदैन त्यो मोबाइल हेऱ्यो अनि त्यो राति धेरै मोबाइल हेरेर चाहिँ आँखा दुख्दै बढ्यो भएर चाहिँ अनि बिहान निन्द्रा नपुग्ने त्यस्तो हुँदो रहेछ कहिले म्याक्सिमम् होइन धेरै मोबाइल हेऱ्यो भने चाहिँ त्यो कारण गरेर चाहिँ हिजो अलिक चाँडै नै सुतिरहेको छु भनौँ न जे भए पनि अब धेरै मोबाइलहरू पनि आँखा दुखिहाल्छ होइन अनि एकछिन चाँडो सुत्यो बरु बिहान पनि च्याक्क निन्द्रा पुग्छ होइन अब अलिक बेलुकातिर 11-12 बजी सुत्यो भने त आम्मा बिहान उठ्दा यति गाह्रो हुन्छ कि झन् मर्निङ ड्युटी पढ्नुपर्छ हाम्रो 3टा सिफ्ट हुन्छ नि त अब 11:30 10:30 कस्तो हुन्छ 10:30 क्लोजिङ भयो होइन अनि 9:30 भनेको ठिक्क मिडियम भयो होइन अनि 8:30 हुन्छ क्या 8:30 बजी आउनुपर्दा चाहिँ हामी उठ्नुपर्ने हुन्छ अगाडि नै हुन्छ जस्ट हुन्छ नि त मर्निङ ड्युटी भएर चाहिँ 7 बजी उठ्छु नि त अनि त्यो भएर चाहिँ एकछिन उठेर फ्रेस भएर सुत भएर अनि ठ्याक्क चले रेडी भएर निस्किन्छौँ नि त ठ्याक्क आउँदा चाहिँ ठ्याक्कै 8:30 बजी ठ्याक्कै ड्युटीमा आइपुगिन्छ क्या त्यो भएको कारणले चाहिँ त्यति बिहान उठ्नु चाहिँ यति गाह्रो हुन्छ कि म राख्दै अलिक मोबाइल हेरेर ढिलो सुत्यो भने चाहिँ यति गाह्रो हुन्छ कि ओहो पुरै छोडिदिउँ न निन्द्रा आँखा मिच्दै ड्युटी आउनुपर्ने हुन्छ क्या नेपालमा हुँदा पो ओहो मस्तसँगले जता सुत्दा पनि भएन कसैले के भन्ने सानसानो त अब हुन्छ नि जे भए पनि पढ्नु भन्ने के भने होइन गाह्रो हुन्थ्यो नेपाल अस्ति हिजो त्यसमा भनौँ न अब नेपाल गयो होइन 10 बजी सुत्छन् कसैले के भनेको क्या अब त्यतिरको निन्द्रै अर्कै हुन्छ क्या मर्निङको निन्द्रा हुन्छ एकदम प्यारो हो नि त त्यो सुत्नु पर्नु अर्कै आनन्द आउँछ त्यहाँ छुट्टी हुँदा चाहिँ फेरि कस्तो भइदिन्छ क्या फेरि मेरो बडी मर्निङ ड्युटी जानु छ भने चाहिँ पुरा 10 बजीसम्म निन्द्रै खोल्दैन क्या अब हुन्छ नि 10 बजीसम्म सुत्नु पाइ हुन्थ्यो जस्तो लाग्ने हुँदैन जुन दिन छुट्टी हुन्छ नि होइन छुट्टी भएको दिन चाहिँ फेरि कस्तो बिहान 8 बजी निन्द्रा खोलिदिन्छ क्या त्यो चाहिँ कम 100% नै हो क्या आमा प्रायः त्यस्तै हुन्छ छुट्टी दिन चाहिँ बिहान 8 बजी निन्द्रा खोल्छ अनि भन्नु त ड्युटी दिन चाहिँ अब जानु मर्निङ ड्युटी जानु पर्छ भने चाहिँ आमा 10 बजीसम्म सुत्नु पाइ हुन्थ्यो नि अनि पुरा आल्नु लागेको हुन्छ होइन आल्नु पनि अब हुन्छ नि साट्दै 5 मिनट 10 मिनट साट्दै सुतिन्छ कहिले कहिले चाहिँ कस्तो भने क्या त्यो चाहिँ कहिले त बिजोग लाग्छ हौ हाम्रो कहिले यो ड्युटी नगरेर त्यहाँ आन्दा सुत्नु पाइनु हुन्छ जस्तो लाग्छ बेला के भन्छ तर अब त्यसमा आएको छ आफूले भनेको हुँदैन काम गर्नुपर्ने हुन्छ त्यो सिक्दै रहेछ हेर्नु न जम्मै आमा कस्तो यहाँ खासै पनि हिउँ परेन हौ भन्नुपर्दा हाम्रो यो ठाउँ हिउँ परेन अन्त हिउँ परिरहेको थियो तर यो ठाउँ हिउँ परेन क्या अस्ति एकचोटि खासै परेको थियो होइन ठुलो परेन एक दिन चाहिँ परेको थियो होइन खासै परेको थियो अरूतिर चाहिँ कस्तो ठुलो हिउँ परेको नि त अरूतिर चाहिँ चाहिँ अब पुरा भिडियो रोमनाहरूको भिडियो हेर्नु पर्थ्यो होइन आमा हिउँले घर ढाकेको गाडीहरू कुरेको कति ठाउँ चाहिँ त्यस्तो हिउँ परेन क्या किन होइन को चाहिँ परेको थियो राम्रो हिउँ परेको थियो चाहिँ योपालि चाहिँ परेन हौ के हो वाह हेर्नु क्या सत्य हिउँ छ हौ आएको छौँ धेरै हिउँ परेन होइन फास्छ फुस्छ होइन अलिअलि गाह्रो छ आएको 2 वर्षभन्दा बढी भइसक्यो ल्याङ्ग्वेज भनेको फिट्टो आउँदैन फिट्टो यार न केही बुझिन्छ न केही बोल्न सकिन्छ यार ल्याङ्ग्वेज पनि प्र्याक्टिस गर्नुपर्ने यार बिजक छ पुरा बोल्यो भन्दा सुनिबस्नुपर्छ क्या एउटा भन्जारी छ क्या हाम्रो मतलब सेल्स गर्ल छ क्या अनि चाहिँ रोमन खास इङ्ग्लिस बोल्दैन अनि रोमन खालि बोलिबस्छ अनि के भन्नु बुझ्दैन अनि यस्तो साह्रो भन्छ के भन्छ अनि केही बुझ्दैन क्या गाह्रो हुन्छ बेला त कतै जानु गऱ्यो भने केही बुझ्दैन यार अब हुन्छ नि त सबैलाई इङ्ग्लिस बोल्नु आउँदैन नि त अनि भनौँ न सबैले इङ्ग्लिस बोल्दैन यता मान्छेहरूले अनि त्यो भएर चाहिँ सबै प्रायः रोमन बोल्छ अनि के भन्नु कि बाहिर कतै केही गयो भने मार्केटतिर गयो भने पनि प्रायः यसो नेपाली रोमन बोलिदिन्छ क्या अनि त्यही भएर चाहिँ बुझ्न गाह्रो हुन्छ सो चुप्लाएर बस्यो गऱ्यो ओके भन्यो दादा भन्यो बस त्यतिमा जिन्दगी चलिरहेछ आएको छ तर अब होइन अब त प्र्याक्टिस गर्नु छ यार आएको 2 वर्ष भइसक्यो यत्तिकै बस्यो भने त बसेको हुन्छ चाहिँ अलिअलि भयो भने प्र्याक्टिस गर्दै बोल्नु ट्राई गरेर भए पनि होइन जस्तो अब चाहिँ के चाहिँ गर्नुपर्छ जस्तो लाग्छ बेला होइन तर फेरि अल्छी लाग्छ क्या गाह्रो छ लगाएछ भरे भेटौँ फेरि ड्युटी आइसकेँ म चाहिँ होइन तर प्रस्थान गर्नुपर्ने हुन्छ अनि भिडियो गरेर काम गर्नुपर्ने हुन्छ टक्क लगाएर ल भयो भेटौँ है त फाइनली गाई छुट्टी पनि भयो हो आजको दिन नै अर्कै भने हो गान्ठे छुट्टी भएपछि घर जानुको रुम जानुको मजै अर्कै छ क्या मा कसम अनि भोलि छुट्टी पनि हो फेरि हेर फाइनल्ली सो भोलि चाहिँ खानेकुराहरू डक्कसँगले झोलाभरि बोक्यो
खानेकुरा र आमामा यार अस्तिको हप्ता यो हप्ता त दौरो खायो यार अस्तिको हप्ता 60-70 सक्यो यो हप्ता पनि 55 सक्यो सो ओ माई गड यसरी खान थाल्यो भने त सकिन्छ त पैसा त छिटै हाल्यो क्या अनि नेपाल पैसा के पठाउने होइन त्यस्तो धेरै पनि खर्च गरेको छैन यो पर्सन खानलाई अलिक खानुपर्छ होइन किनकि खाए पो काम गर्छ नखाए के काम गर्नु होइन त्यसैले चाहिँ अब हुन्छ नि त अब रुममा खानलाई फ्रुट्सहरू अनि जुसहरू खानु पर्यो काट्नुपर्ने भयो किनकि अस्तिसम्म चाहिँ एकदम लास्टै कमजोरी फिल जस्तो भइरहेको थियो सो हप्तामा चाहिँ जस्ट 50-60 लिएको चाहिँ पर्सनल खाना चाहिँ जान्छ क्या हिजोहरू त फ्रुट्स केरा फ्रुट्सहरू आज अङ्गुर लगेछ होइन कप्पा भोलि खाने हो जस्ट बेलुकातिर टक्कसँगले बिहान हुन्छ बेलुका हुन्छ टक्कसँगले अलिअलि गर्दै खाने हो 3-4 दिनलाई पुग्ने गरी होइन अनि हल्का काम गर्नु फुड जोस जाएर आउँदो रहेछ क्या नत्र त्यो बिहान बेलुकाको भात चाहिँ नहुँदो रहेछ हौ बिहान बेलुकाको भातै त्यो पनि मासु भात मात्रै अब हरि परेको छैन गेडागुडी छैन अनि त्यो मासु पनि बिहान पनि मासु बेलुका मासु त्यही भातसँगै अनि कहाँ त्यो एनर्जी आओस् त आम्मा भन्छ नेपालमा मासु खानु मान्छ नि यहाँ विदेशमा मासु खाएर मर्छन् मान्छेहरू यस्तो हो कति गाडी हाल्छ यार तर आज बिहान कस्तो चिसो हावा चल्दैछ यताउने यार नेपालको भित्र कति चिसो हावा चल्यो भने सुन्दैछ होइन अनि यताउने अब चिसो आएको छ खासमा यता चिसो हुनु कारण चाहिँ हिजो अस्ति पानी पऱ्यो नि त त्यो कारणले गर्दा नि हो क्या चिसो भएको चाहिँ त्यही भएर त खासै हिजो अस्तिसम्म चिसो भएको थिएन फेरि यो समथिङ अब 3-4 दिन चिसो बढिरहेछ अनि फेरि 3-4 दिनपछि पनि सायद घट्छ नि होला नर्मली टेम्परेचर छ अनि चाहिँ अब चाहिँ गरी लाग्छ होला क्या किनकि 2 दिन पानी पऱ्यो नि त सायद अब चाहिँ पानी नपर्ला कि भनेको हेरौँ के हुन्छ पानी पऱ्यो नि के गर्नु त अब कसको बाबु के जान्छ होइन आउने हो काम गर्ने हो रुम जाने हो त्यति त नि अरू के छ र 1 2 3 नहुँदै लाइट बोल्नु हुने आएको छ मेरो यहाँ यो चाहिँ हाम्रो टक्क अबार पनि ठक्क आइपुग्यो रुम पनि होइन टक्क साइड टच गर्ने ढोका खोलिन्छ अनि ढोका तान्ने हेर्ने गाह्रो हुँदो रहेछ यार हातमा ढोका गएपछि त ओहो भएपछि गाडी मजा आएको रहेछ यार टकनक फाइनली आइपुग्यो रुमतिर आइपुग्यो ओहो सबजना पाकिसक्यो खानाहरू दाजु के आराम गर्दै आमा दाइ अघि लडिसक्यो यार ल खाना सब्जी पनि पाकिसक्यो होला त दाल मासु खाइरहेको रहेछ ओहो हेलो गाइस सर आज छुट्टी आउनु कस्तो भयो छुट्टी आज ब्लग माई ब्लग सो रुम पनि देखाउनु लाभ यस्तो फोर रुम छ क्या रुम पनि यार केटाको रुम यस्तो छ भने होइन ओहो टाउन लुगा छ तामुन लुगा छ टाउन लुगा छ सबैतिर लुगा छ क्या सो फाइनली रुम पनि आइपुग्यो गाइज रुम छिरेपछि बजारको हुन्छ के जस भनौँ न अन्धार के आउँछ क्या आमा वाह रहेछ त भाइ ओहो यत्तिका बुढो भइसक्यो दादा बुढो भइसक्यो वाह सो हजुरलाई भिडियो कस्तो लाग्यो हजुर भिडियो अन्तिसम्म हेर्नु धेरै धन्यवाद र भिडियोलाई लाइक सेयर र कमेन्ट गरिदिनु सुनाउँदै च्यानललाई सब्सक्राइब पनि गर्नु होला हजुरको भाइ चाहिँ नेपाल चापट हाल चाहिँ भने है त अनि जय नेपाल।